Hi everyone, जोरले नमस्ते, welcome back to my channel. So आज चाहिँ हजुरहरूले बाहिर टाइटल हेरेर थाहा पाइसक्नु भयो होला यो ब्लग चाहिँ के को हो भनेर। यो ब्लग चाहिँ र्यान्डम ब्लग प्लस स्ट्रिट फुड चाहिँ के खानी भनेर भन्नेवाला ब्लग हो। सो मसँग चाहिँ मेरो सिब्लिङ जाँदैछ। आज चाहिँ मेरो दाइ पनि आउँदैन हुन्छ। दाइ चाहिँ कहाँबाट आउनुभएको भन्दा पल्टन इन्डियाबाट चाहिँ आउनुभएको हो। गाइज मैले एउटा कुरा के मिस्टेक गरेँ भने दाइ चाहिँ आउनुभयो अनि त्यसपछि त्यहाँबाट सामानहरू यताउति मिलाउँदै थियो किनकि भाउजूलाई पोखरा सरप्राइज दिन जानुभएको थियो नि त। भाउजू चाहिँ पोखरा हुनुहुन्छ अनि त्यहाँबाट चाहिँ यहाँ आधी चक्लेटहरूको मैले भिडियो खिचिरहेको थिएँ के अरे। भिडियो खिच्दा अनि त्यहाँबाट मैले दाइको भिडियो खिच्नै बिर्सेछु। अनि त्यहाँबाट अनि बहिनी आएको थियो जेस्सु भन्ने चाहिँ यही थियो कि अनि माइजू छोड्न आउनुभएको थियो। अनि माइजूले चाहिँ उसलाई यहाँ छोडेर अनि घर जानुभयो क्या। अनि त्यसपछि म फेरि उसलाई छोड्न गएँ। मैले पछि भिडियो हेर्छु त दाइको त एउटा भिडियो छैन। सो गाइज अब दाइ पनि जानुभयो पोखरा। हाई भनिदिनु न। हाई भनेको होइन कि हाई भनिदिनु भनेको। हामी चाहिँ पानीपुरी खान आएको। पानीपुरी खतरा आयो हाम्रो चटपट देख्न सक्नुहुन्छ। कस्तो हो मिठो हो। यो चाहिँ मेरो भ्युअर्सहरूलाई आउनुभएको थियो नि त। यति धेरै चक्लेटमा लिएर आउनुभएको थियो तर त्यति धेरै चक्लेट पनि उस्तो भएन। तर मैले चाहिँ एउटा चक्लेट खाएको थिएँ अनि यो मैले राखेको थिएँ कि अनि उसलाई दिन्छु भनेको थिएँ। खाऊ ट्राई गरेर त्यो पैसा। हेलो भन्नु। हेलो। सबैभन्दा फेभरेट अङ्कल हो यहाँ। अङ्कलकोमा आउनु पर्यो जसरी वालिङको जम्मै जति हो कि होइन भन्नु त। यति धेरै माग गर्नुहुन्छ नि अङ्कलले पहिल्यैदेखिको कस्टमर हो कि म। पछि म पोखरा गएबाट चाहिँ थिएन कि म सोल्टी बाई बाबु म लोकेसन दिइदिन्छु। ठ्याक्कै यो चाहिँ उस भयो ठ्याक्कै यो चौबारी भयो वालिङको अनि ठ्याक्कै यहाँ सिद्धान्त ब्याङ्क छ अनि ठ्याक्कै यहाँ चाहिँ है हाम्रो आजको स्ट्रिट फुड भनेकै के छ गाइज। हेलो भन्नु न। यहाँ के हो न यहाँ छोराले भ्लग गरेर हेलो भन्नु छैन। छोरा मतलब फेरि मेरो अङ्कल आन्टी हो नि त। अब यति धेरै चाहिँ मलाई उसले किनिदिन्छ अरे मलाई पैसा लिएर। गाइज मैले चाहिँ एउटा कुरा के नोटिस गरेँ भने यहाँ अङ्कलले चाहिँ यो बनाउनु भयो रहेछ क्या। यो चाहिँ मतलब यो दोकानको लागि हो अनि यहाँ चाहिँ रक्सी हाल्ने कि रक्सी हाल्नुको लागि होममेडै हो घरमै बनाएको साँच्ची हो। यदि हजुरहरूलाई के केही सामानहरू चाहिएछ भने के मेरो आन्टीको पसलमा आउनुलाई अङ्कल आन्टी यहाँ छ है नामी सबिन सलिना किराना पसल। यो पसल चाहिँ ल हेर्नुहोस्। सबिन सलिना भन्ने फेरि को हो भन्दाखेरि अङ्कल आन्टीको छोराछोरी हो। मतलब यो दोकानको साउनीको छोराछोरी। ब्लगरज्यूले काम गराउनु भयो यहाँ। सो हाई एभ्रिवान, दिस इज नेक्स्ट डे। सो हिजोको ब्लगलाई चाहिँ म कन्टिन्यू गर्न आएको। म चाहिँ भर्खर उठेर फ्रेस भएर यताउति गरेँ। सो अनि हामी चाहिँ एकछिन साथीहरू भिडियो कलमा बोलेको थियो। यता चाहिँ आउँछ भनेको छ मेरो घर। सो ऊ चाहिँ आउन लागेको छ। बाई 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 बाई। यथार्थ पनि गइसक्यो। उसलाई म तल तखन छोड्न गएँ। हजुरहरूले देखिसक्नु भयो होला। यति धेरै रमाइलो भयो कि खुसी पनि लाग्यो। अनि त्यहाँबाट उसलाई कति महिनापछि भेट्न पाएको नि त। त्यो एकदम धेरै रमाइलो र खुसी प्लस दुइटै भयो। सो गाइस म चाहिँ अब हस्पिटल जान लागेको। हस्पिटल चाहिँ किन जान लागेको भन्दा चाहिँ आमालाई सन्चो छैन। अनि भर्खर मैले चाहिँ माइजू र आमा चाहिँ हस्पिटल जानुभएको थियो अरे। अनि माइजूलाई म चाहिँ कल गरेको थिएँ। कल गर्दा चाहिँ माइजूले के भन्नुभयो भने आमालाई चाहिँ होल बडी चेकअप गर्न लिएर जानुभएको अरे। तर
आमाले फेरि टाउको घुमाएर अनि त्यही हस्पिटलमा एकछिन राख्नुभयो अरे बेडमा। अब हामी चाहिँ जान लागेको अटोमा जान्छौँ है त। हामी भित्र पस्यौँ, उता कतै हिँड्यो मेसै पाएन, आमा भित्र अरे त्यो मात्र थाहा। त नि फेरि राम्रै आएको अनि एकैचोटि उस भयो भने अनि अब हामी यहाँ रिपोर्ट देखाउन लाग्यो। यहाँ त ल्याएन। सो गाइस आजको भ्लग यति नै थियो। थ्याङ्क यू सो मच फर वाचिङ अनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब टु माई युट्युब च्यानल। बाई बाई।